पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा रहेको पाथिभरा माईको चर्चा देशभित्र मात्र होइन, विदेशतिर पनि उत्तिकै चर्चा भइरहेको छ। विदेशमा रहेका नेपालीहरूले पाथिभरा माईकै नाउँमा विभिन्न संगठन र संस्थाहरू खोलेर चर्चा फैलाएका छन्। पाथिभराको अस्तित्व जसले बुझ्छन् त्यस्ता मान्छे जीवनमा एकपटक पाथिभरा पुग्न चाहन्छन् र सकेसम्म पुगेकै हुन्छन्। पाथिभरा माईलाई जसले मनैदेखि मानेर भाकल गर्छ उसको भाकल पूरा हुन्छ भन्ने किंवदन्ती छ। हुन त नेपालका धेरै तीर्थस्थलहरूमा बेग्ला बेग्लै आस्था राखिन्छ। अन्य धेरै तीर्थस्थल पनि छन् जहाँ गरेको भाकल पूरा हुन्छ भन्ने मान्यता छ। तर भाकल पूरा हुने सवालमा पाथिभरा माईको विश्वास र चर्चा सबैभन्दा बढी छ। समुद्री सतहदेखि 3794 मिटर उचाइमा रहेको र वरिपरि मानव बस्ती नरहेको पाथिभरा माईको दर्शन पाउन त्यति सजिलो छैन। तैपनि पाथिभराको नाम पुकार्दै पुग्ने कसैले पनि आपत बेहोर्नु परेको छैन। धेरै श्रद्धालुहरू आफ्नो भाकल पूरा भएको भन्दै बलि चढाउन पाथिभरा माई आउने गरेको मन्दिरका पुजारी बताउँछन्। पोहोरकै कुरा भनौँ, पोहोरको कुरामा एकजनाले जाइजन्म भएन र म जाइजन्म आएको थिएँ, जाइजन्म पुरा भएर म यसपालि लक्ष्यपति बाल्न आएको हुँ भनेर उनले भन्थे होइन। अनि एकजनाले चाहिँ के भनेर छ भने अब विदेश जानुले कता खोज्दा पनि विदेश जानु नसकेर उहाँ चाहिँ विदेशको लागि पाथिभरा सम्झिनु भनेर कुनैले सुनाएर पाथिभरा सम्झेपछि विदेश गयो अरे। अनि विदेश गएर पाथिभरा बिर्सिएर बसेको भएछ र बिर्स्यो पैसा कमायो बस्यो, बिर्सिएपछि साह्रो बिराम हुन्थ्यो। त्यो खर्च पनि सकिन्नु लाग्दा फेरि अब कुनै अब ज्योतिषीहरूले चाहिँ पाथिभरा जस्तो अथवा ठुलो मठ मन्दिरमा देखा परेछ त्यो भाकल पुरा गरेपछि निको हुन्छ भन्दाखेरि अनि घरमा आएर सम्झिँदाखेरि विदेश जाँदाको कुरा पाथिभराको सम्झना आउँदाखेरि ऊ 3 दिनमा निको भएर फेरि आएर यहाँ 2 घण्टा बसेर पूजा अर्चना गरेर हामीसँग बात मारेर गएकाहरू छन्। त्यसो पाथिभरा माईको बारेमा धेरै चर्चा सुनेपछि दर्शनका लागि पुगेका आन्तरिक भक्तजनहरूको प्रतिक्रिया यस्तो थियो। आम रूपमा यो शक्तिलाई जसरी मानिएको छ त्यसरी नै नेपाल सरकारको तर्फबाट विकास गर्नका निम्ति जति लगानी गर्नुपर्थ्यो त्यो लगानी भएको चाहिँ देखिएन। नेपाल सरकारको ध्यान जानुपर्छ र पर्यटकको विकास भयो भने यो आम ताप्लेजुङको विकास हुनसक्छ। यहाँनिर सहयोग गर्नेहरू चन्ददाताहरू धेरै देखेको अवस्था छ। पाथिभरा देखिसकेपछि यी भक्तजनहरू जीवनमा एकपटक पाथिभरा आउन सबैलाई सुझाव दिन्छन्। धेरै नै रमाइलो, धेरै नै आनन्द र जति थाकेर आइयो सब बिर्सियो र जो आउन सक्नु भएको छैन नेपालभरिको दाजुभाइ दिदीबहिनी बुवा आमाहरू उहाँहरू सबैको लागि पनि सम्झना स्वरूप हामीले उहाँहरूको सम्झना स्वरूप पनि दर्शन गरिदियौँ। सबैले आउन नसक्ने अवस्था होला, बुढोलीपनले अथवा स्वास्थ्यको कारणले सबैको सम्झना स्वरूप हामीले जुन हामीले अरू साथीहरूले अरू भक्तालुजनहरूले भन्नुहुन्थ्यो पाथिभराको झन् टुप्पोमा गएपछि पाथिभरा देवीको पाउमा गएपछि तपाईँलाई अटोमेटिक शक्ति प्रदान हुन्छ जस्तो कुरा गर्नुहुन्थ्यो। उहाँहरूले जे भन्नुभएको थियो वास्तवमा म आएपछि मलाई पनि त्यस्तै फिलिङ भइरहेछ। सबैभन्दा खुसी र रमाइलो लागेको छ त पाथिभरा देवी प्लस तपाईँको नेपालको उत्तरी भागमा पर्ने जुन माउन्टेनहरू छन् यी कुम्भकर्ण माउन्ट मनासुलु लगायत एकजना साथीले अहिले भन्नुभयो सगरमाथाको पनि अलिकति पिच देखिन्छ भन्नुभयो, संसारको सबभन्दा हाइएस्ट चुचुरो। त्यसले गर्दाखेरि यहाँ यति रमाइलो लागिरहेको छ। हामी सबै नेपाली विदेशी जसले हिन्दू धर्ममा आस्था राख्नुहुन्छ उहाँहरू एकपटक जीवनमा पाथिभरा मन्दिर आउनुहोस्, आफ्नो जिन्दगीलाई सार्थक बनाउनुहोस् भन्न चाहन्छु। पाथिभरा माईको दर्शन गर्न भारतको विभिन्न ठाउँबाट पनि भक्तालुहरू आउने गर्छन्। पाथिभरा पुग्ने हिन्दू धर्मावलम्बी मात्रै नभएर अन्य धार्मिक आस्थाका पनि हुन्छन्। सबै धर्मका मान्छेहरूको आस्थाको केन्द्र भएकाले पनि पाथिभरा माईको महिमा झनै बढेको पाथिभरा संरक्षण समितिका सचिवको भनाइ छ। त्यसैले गर्दा पनि पाथिभरा माईको महिमा झनै बढेको पाथिभरा संरक्षण समितिका सचिव तारा घिमिरे बताउँछन्। एकै दिनमा 1600 को उपस्थिति पाथिभरामा भएको छ। यसले गर्दाखेरि अबको एउटा पाथिभरा प्रतिको मान्छेको आस्था र विश्वास बढेको कारणले गर्दाखेरि र त्यहाँको अहिलेको चापको कारणले गर्दा अब यहाँ बाटो मात्रै लाने होइन, अब केवल कारको सम्भावना पनि धेरै बढेर गएको हामीहरू देखेका छौँ। पाथिभरा माईको आस्थाले भक्तालुलाई तानेको छ। सँगसँगै पाथिभराबाट देखिने मनमोहक दृश्यले पर्यटकलाई पनि खिचेको छ। पाथिभरा माईबाट देखिने हिमालका सुन्दर दृश्यले भक्तालु र पर्यटकलाई झनै खुसी तुल्याइदिन्छ। कञ्चनजङ्घा, कुम्भकर्ण लगायतका हिमाल नजिकैबाट देखिने हुनाले पाथिभरा पुग्नेको आकर्षण बढेको छ।
यो पाथिभारा माईको दर्शन गर्न आउने भक्तालुहरू त यसै आनन्दित हुन्छन् नै, तर त्यो भन्दा पनि र त्यो सँगसँगै जुन यो हामीले नजिकैबाट देखिरहेको कञ्चनजङ्घा हिमाल र कुम्भकर्ण हिमाल जस्ता यस्ता यी हिम श्रृङ्खलाले जुन दृश्यहरू देखिरहेका छन्, यसले गर्दा पनि जुन यो पाथिभारा माईको दर्शन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनहरूको लागि निकै आनन्दितमय समय बित्ने गर्छ। एबिसी रिपोर्टर सुमन नेपाल र दिल्ली पाण्डे, ताप्लेजुङ, पाथिभारा माई। पाथिभरा माईको मूर्ति खुल्ला आकाशमा देख्दा नै लाग्छ पाथिभराको अन्य भौतिक अवस्था कति कमजोर छ। तैपनि पाथिभरा माईको भौतिक अस्तित्व जोगाउन राज्यले कहिल्यै चिन्ता देखाएन। बरु पाथिभराको अस्तित्व जोगाउन स्थानीय बासिन्दा चिन्तित भएका छन्। पाथिभरा माईको संरक्षण र प्रचार गर्नकै लागि स्थानीयले पाथिभरा संरक्षण समिति गठन गरे। त्यो आफ्नो ठाउँबाट सहयोग गरौँ भन्दाखेरि सबैको सहयोगले बाटो बनाउने, पाटीहरू बनाउने, पानी धाराहरू निकाल्ने, यी सारा कामहरू क्रमशः दाता महानुभावहरूको सहयोगमा हामीहरूले गर्दै गयौँ। र पाथिभरा संरक्षण समितिले यतिखेर मन्दिर क्षेत्रमा देखिएका विभिन्न भौतिक समस्याहरूको समाधानमा पहल थालेको छ। स्थानीयले पाथिभरा माईको संरक्षणका लागि समिति गठन गरेपछि सरकारले पनि देखाउनकै लागि समिति गठन गर्यो। तर पाथिभरा माई संरक्षणका लागि बनाएको सरकारी समिति कुन ठाउँमा बसेको छ र के गर्दैछ कसैलाई पत्तो छैन। सरकारी समितिले पाथिभरा माईका लागि के गरेको छ भन्ने पनि पत्तो छैन। तर सरकारी बजेट भने निकासा भइरहेकै छ भन्छन् स्थानीय। तर अब सरकारी स्तरको समिति भनेको चाहिँ के छ भनेदेखि राजनीतिक दलको कसको सरकार हुन्छ त्यसैको एउटा कार्यकर्ताहरूलाई नियुक्ति गर्ने भएको हुनाले उसँग हामीहरूले त्यस्तो धेरै भनौँ न संयोजन गरेर काम गर्न सकिरहेको अवस्था छैन। हामीले बार प्रयत्न गरिरहेका छौँ तर पनि त्यो सफल हुन सकेका छैन। उहाँहरू आफ्नै तरिकाले चल्नुहुन्छ। स्थानीय बासिन्दाकै पहलमा पाथिभरा माईको मन्दिरमा बिजुली बत्ती पुग्यो। पाथिभरा पुग्ने भक्तालुहरूका लागि धर्मशालाको व्यवस्था थालनी भयो। स्थानीय स्तरबाट बनेको समितिले विभिन्न दाता खोज्दै पैदल बाटो बनायो। तर वार्षिक रूपमा बजेट छुट्याउँदै आएको सरकारी समितिले पाथिभरा माईका लागि सिङ्को भाँचेको छैन। सरकारी समितिले स्थानीयसँग कुनै खाले समन्वय पनि नगरेको भनाइ छ स्थानीय समितिका सचिव तारा घिमिरे। उहाँहरूको कति बजेट आउँछ, कति काम गर्नुहुन्छ त्यो कुरो हामीहरूलाई थाहा छैन। तर हामी चाहिँ जनताको सहयोग, भक्तजनहरूको सहयोग र त्यही मन्दिरमा उठेको भेटीपातीको कारण जम्मा भएको रकमले हामी त्यहाँ कामहरू गरिरहेका छौँ। सरकारी समितिबाट पाथिभराका लागि कुनै सहयोग नपाइएको स्थानीयको गुनासो छ। तर सरकारको तर्फबाट निकासा हुने बजेट कहाँ पुग्छ सरकारी समितिकै पदाधिकारीलाई थाहा होला। समिति कहाँ छ, कहाँ बसेर काम गरेको छ अनि पदाधिकारी को छन् केही थाहा नपाएपछि उनीहरूको प्रतिक्रिया लिन हामी असफल भयौँ। तर देखायौँ आस्थाको धरोहर पाथिभरा माईमा समस्याका चाङ कम हुन सकेका छैनन्। एबिसी रिपोर्टर देवराज गुरुङ, सुमन नेपाल र दिल्ली पाण्डे, पाथिभरा ताप्लेजुङ। मानव बस्तीबाट टाढा रहेको ताप्लेजुङको पाथिभरा माईको मन्दिर पुग्न निकै मुस्किल छ। ताप्लेजुङको सदरमुकाम फुङलिनबाट कम्तीमा 6 घण्टाको पैदल यात्रा गर्दै पाथिभरा मन्दिर पुग्न धेरै जटिलताहरूको सामना गर्नुपर्ने हुन्छ। पाथिभरा मन्दिर पुग्ने बाटो सामान्य सुधार त गरिएको छ तर बाटोमा बस्ने र खाने राम्रो व्यवस्था छैन। त्यसैले लामो यात्रा गरेर पाथिभरा माईको दर्शन गर्न पुगेका दर्शनार्थीलाई सदरमुकाम फुङलिङमै फर्किनुपर्ने बाध्यता छ। सबैजना नेपालीहरूले यो पाथिभरा आउने एकचोटि धोको राख्छन् र पाथिभरा आउँछन् पनि। तर जति पाथिभरा आउन सजिलो छ, जुन यो बाटोहरूमा बस्नको लागि, खानको लागि यो वासस्थानहरू छैन, राम्रो होटेलहरूको व्यवस्था छैन। यो सरकारले यो विभिन्न सहरी क्षेत्रमा होमस्टेको विभिन्न कार्यक्रम गरे पनि खासमा यो होमस्टे यस्तो ठाउँमा
स्थापना गरिनु पर्थ्यो, तर गरिएको छैन। टाढा टाढाबाट पाथिभारा पुगेकाहरूले पाथिभारा क्षेत्र र बाटोमा बस्न सुरक्षित वासस्थान नभएकै कारण अनेकौं दुःख भोग्नु परेको छ। तैपनि पाथिभारामाथि आस्था राख्नेहरू अनेक अप्ठ्यारोलाई छिचल्दै दर्शन गर्न पुगेकै हुन्छन्। लामो बाटो, त्यो पनि जंगलै जंगल भएकाले जंगली जनावरदेखि अन्य किसिमका असुरक्षा पनि उस्तै छ। स्थानीयको पहलमा बनेको समितिले हार गुहार गरेपछि पैदल बाटो र बिजुली त पुग्यो, तर खाने पानी र बासको व्यवस्था हुन सकेको छैन। पाथिभारा माईको मन्दिरमा दर्शनार्थीले चढाएको भेटी संकलनबाट पनि स्थानीय स्तरको संरक्षण समितिले विभिन्न खाले समस्या समाधानको प्रयास गरिरहेको देखिन्छ। तर पाथिभाराको भौतिक सुधार र अन्य समस्या समाधानका लागि भेटी संकलन मात्रै पर्याप्त हुनै सक्दैन। पाथिभाराको सुरक्षाका लागि अस्थायी रूपमा प्रहरी त खटाइएको छ, तर प्रहरी बस्ने भवन नै छैन। यतिखेर पाथिभाराको सुरक्षामा खटेका प्रहरीहरू केही सुधारिएको पुरानै धर्मशालामा बस्दै आएका छन्। प्रहरीलाई भान्सादेखि चर्पीसम्मको समस्या छ, तैपनि जिम्मेवार निकायको ध्यान ताप्लेजुङको पाथिभारा माईको मन्दिरमा पुगेको छैन। पाथिभारा क्षेत्रमा समस्याको पहाड हुँदा पनि राज्यले समस्या समाधानतिर कुनै ध्यान दिएको छैन। पाथिभाराको महिमा सम्झेर विदेशी समेत आउने गर्छन्। बरु विदेशीलाई चिन्ता छ पाथिभारा माईप्रति, तर देशको जिम्मेवार निकाय र नागरिकलाई कुनै चासो छैन। एबिसी रिपोर्टर देवराज गुरुङ, सुमन नेपाल र दिल्ली पाण्डे, पाथिभारा, ताप्लेजुङ।